दामी छ दामी छ ल केटाहरूको ब्रेकफास्ट आयो ल मुक्त हेलो गाइस हामी आज मिरिक झिल घुम्दैछ ल साथीहरू मिरिकबाट झर्ना चाहिँ अहिले चाहिँ आइपुग्यो सिटी सेन्टर हेलो साथीहरू गुड मर्निङ नमस्ते फ्याबुलो र सबैलाई शुभ बिहानी र अहिले चाहिँ हामी होटल चेकआउट गरेर अब झिलपट्टि जाँदैछ है म त फोटो खिच्दैछु होला भनेर पोज दिएको त हुन्छ हाफ लिटर जस्तो प्रब्लम हुँदैन अहिले हुँदैन प्रब्लम भरे भोलि गएर हालिहाल्छु चेन्जै गरिदिनु के र हामी चाहिँ आइसकेको छ साथी कहाँ भन्दा चाहिँ यहाँ झिल देख्नु पनि थाल्यो है केटालाई राति छिटो जाउँ न भन्दा भन्दा मानेन हेर त अनि उयो हिजो छिटो आएको भयो यहाँ मेला सेला टाकटुक भ्याउने रहेछ कस्तो भयो ठिकै छ दामी छ मलाई पनि यस्तै लाउनु मन लाग्थ्यो फेरि दाजुभाइ सेम लगाउनु भएन नि त दाजुभाइ सेम लाउनु रातो लाउनु पऱ्यो कि हाम्रो युवराज साथीले हान्यो स्वाट्टै फसायो 200 मा अब ल झाडीमा गयो ए लु तँ आना त्यति इजी हो हान सन्तोषले हान्यो माथुरी घन्टै परेको हान लो सबसे बड़ा 2 ही है ना 200 ना हामी आज मिरिक झिल घुम्दैछ साथीको च्यानलबाट हामीलाई हेर्दै होला सायद साथीभाइहरूले साथीलाई सपोर्ट गरिदिनुहोस् लाइक गरिदिनुहोस् सब्सक्राइब गरिदिनुहोस् सक्यो भने 2-3 वटा कमेन्ट पनि हालिदिनुहोस् यतिको त हुनु पर्यो नि एउटा हाम्रो साथीले के भन्दियो छिटो भन न खालि नो कमेन्ट ल केटाहरूको ब्रेकफास्ट आयो ल जिमाहरूको चाहिँ फेरि यही हो नि फेरि मेरो चाहिँ यस्तो छ नि फेरि वाइको झोल खाऊ न यहाँ पनि छ यत्रो त म खान सक्ने होइन मतलब उसले एक बाइट खाँदो रहेछ नि त ए मलाई चिजहरू भाइ अलिकति नुन दिँदा नुन अलिकति कम्ती भएछ हुन्छ अलिकति कम्ती भएछ नत्र टेस्ट यो मौसममा तातो मिरिकमा चाहिँ एउटा त बोटिङ र अर्को चाहिँ हर्स राइडिङ प्रायः टुरिस्टहरू त्यसकै लागि आउँछ प्लस अब वातावरण होइन मौसम चाहिँ एकदम दामी खालको हुन्छ नि त यहाँ चाहिँ मौसम साथी अनि कस्तो लाग्यो त अनि तपाईँलाई चाहिँ यहाँ मिरिक झिलमा आएर दामी है मजा आयो फेरि ब्रेकफास्टमा कतिवटा 14 वटा जस्तो त अन्डा खाइदियो त अन्त साथीले तेरिका मार्छ यो पाराले तर यो जुन चाहिँ ब्याकग्राउन्ड छ नि यो ब्याकग्राउन्ड दामी छ नि यो पराको देख्ने ब्याकग्राउन्डहरू अङ्कल यो कसरी हो त्यो टोटलमा चाहिँ 100 गरेर दिएको छु मसिनो चाहिँ 70 गरेर दिएको छु यो के भन्छ होला स्टार यो जेब्रा प्लान्ट यो चाहिँ सबै ठन्डामा हुने चिजहरू है अनि यो त गरममा छिट्टो बढ्छ यो गरममा छिट्टो बढ्छ मुख त गर्दो बसेको चाहिँ यहाँ थियो जगजित होटलमा होइन र यसमा चाहिँ हाम्रो राम्रो साथीलाई थ्याङ्क यू है उसले नै सबै एरेन्ज गरिदिएको रहेछ होइन हामी आउँदा उसले नै रुमसुम सबै एरेन्ज गरिदिइरहेको रहेछ हामी यहाँबाट गयौँ मरौमा है यसो सामानहरू लिएर गएको थियौँ त्यो सामानहरू उतार्यौँ त्यहाँबाट चाहिँ रुमबाट के अरे उहाँ मरौबाट आयो चाहिँ यहाँ बसेको हो र आज सँगै जाने कुरा थियो आज चाहिँ सँगै नजानेहरू आज बस्ने अरे त्यही कारण चाहिँ हामी चाहिँ अब निस्किने अब यस्तोमा चियापत्ती चाहिँ उडी टिप्नु होला बाटो पो रहेछ त्यो धुप्पीको त नि तपाईँलाई साथीहरू 4 भेटेँ नि हो अहिले चाहिँ ल साथीहरू मिरिकबाट झर्ना चाहिँ अहिले चाहिँ आइपुग्यो सिटी सेन्टर
साथीहरूले यसो पेन्ट सर्टहरू हेर्ने अरे है। भोक पनि लागिरहेको छ। कहाँ यहाँ छ हौ अमेरिकन इगल? कहाँ छ? माथि लुगाको दुईटा चिकन तल खाँदा एक्स्ट्रा भाइ थ्याङ्क यू। अन्त सानै खानु पऱ्यो ल। म त मलाई त्यही नै मन परेको थिएन। के हो यो? बदक रामेन ल्याइदिनु ल। कहाँ पाउँछ यो फेरि? ए यो जता पाए त्यता पाइहाल्छ रामेन। भैया इसका कितना देना पड़ेगा फिक्स? इसका आप रेट लगाइए, उसका भी आप ही लगा लीजिए। 2000 देगा। 2000 मैंने 2500 रुपये नहीं मेरा ना आपका 2000 होने से ये भी लेगा।